सरकार मुर्दाबाद 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 हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ हाम्रो नेता रिया गर हाम्रो नेता रिया गर मान्छे मार्न पाइदैन 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 मान्छे मार्न पाइदैन 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 मान्छे मार्न पाइदैन 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 हाम्रो नेता रिया गर हाम्रो नेता रिया गर हाम्रो नेता रिया गर दर्शकले तपाईहरु देख्न सक्नुहुन्छ निषेधित क्षेत्र तोड्नलाई मान्छे मार्न पाइदैन तपाईहरु देख्न सक्नुहुन्छ निषेधित क्षेत्र तोड्नको लागि राजावादी चाहिँ अगाडि बढिरहेको छ। तपाईहरु देखिरहनु भएको छ यो अहिले चाहिँ यही बबरमलबाट अगाडि बढिरहेको छ। बानेश्वरतर्फ जाँदैछौँ हामी। निषेधित क्षेत्रतर्फ चाहिँ राजावादीहरूको भिड बढिरहेको छ। तपाईहरु देखिरहनु भएको छ दर्शकहरू। हामी निषेधित क्षेत्रको नजिकै पुगिसकेका छौँ। तपाईहरु देख्न सक्नुहुन्छ कस्तो किसिमको चाहिँ एक्सप्रेसन आउँछ भन्ने कुरो यो पुलिस प्रशासनबाट तपाईहरु हेर्दै गर्नु होला। राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्छौँ हामी भनेका छन्। हेर्नुहोस् अब तपाईहरु कसरी तोड्छन् यिनीहरूले निषेधित क्षेत्र। हामी निषेधित क्षेत्रको नजिकै पुगिसकेका छौँ। हेर्दै गर्नु होला। अब आजको आन्दोलनले हामी निषेधित क्षेत्र तोड्ने भनेर नै यहाँ भेला भएकामा आज हैन सूचनाबद्ध भेला भएका हौं। अब हाम्रो नेताहरूदेखि लिएर अन्य कार्यकर्ता भनौँ न नेपाली दाजुभाइ चाहिँ त्यहाँ हिरासतमा थुनिएको छ हैन। त्यो कारणले उनीहरूलाई तुरुन्त रिहाई पनि हुनु पर्यो। देशमा भएका जुन अन्याय अत्याचार भ्रष्टाचार र सरकारी आतंक हैन दमन जस्ता कुराहरूले पनि अब देश आतंकित भइरहेको अवस्था छ। त्यो कुराको लागि पनि हामी खबरदारी गर्न र यो अवस्था र व्यवस्था परिवर्तन गर्नको लागि राष्ट्र संस्था सहितको हिन्दू अधिराज्य नेपाल कायम हुनुपर्छ हैन। गणतन्त्रले आज जनतालाई सुख चयन अमन चयन केही दिएन। यहाँ विकास निर्माण केही भएन। भएका उद्योग धन्दा कल कारखाना सारा बन्द अवस्थामा छन्। आज युवाहरू सारा 50 लाख हैन 1 करोडै झन्नै पुगिसक्यो गरी सबै देशमा गरी सबै बाहिर छन् हैन। नेपालको जनसङ्ख्याको 1/3 त विदेशमा छन् नि त। भनेपछि खोइ त तिनीहरूलाई गणतन्त्र आएपछि कहाँ एयरपोर्टमा गएर हेर्नु त बिहानदेखि बेलुकासम्मको भिड हेर्नुहोस् त। भनेपछि यहाँ रहन्छ नि त। शिक्षा
शिक्षा स्वास्थ्य रोजगार नै छ र त मान्छे त्यसरी गए नभए किन जान्छन् आफ्नो देशमा आफ्नो बाबुआमा परिवार त्यागेर छोडेर किन हिँड्छ मान्छे होइन खानको लागि बाँच्नको लागि परिवार पाल्नको लागि हिँड्या हो नि नभए यहीँ बस्थ्यो नि खोइ त तिनीहरूलाई केही कहीँ पनि तपाईँले देख्नु भएको छ तपाईँहरू नि मिडियाको हो म पनि विशेष 30-40 वर्ष भयो मिडियामै काम गरेको मान्छे हो हेर्नु होइन अनि भनेपछि के देखिरहेछ है तपाईँ हामीले त एउटा तेस्रो आँखा भएर हेर्नुपर्छ क्या दुईवटा आँखा त सबैको हुन्छ देख्दो रहेछ तेस्रो आँखा हो मिडिया भनेको हेर्नु होइन मिडियाले चाहिँ सत्यलाई सत्य असत्यलाई असत्य दुधको दुध पानीको पानी छुट्याउनु पर्छ भाइ त्यो छुट्यायो भनेदेखि जनतालाई सुसूचित हुन्छ अब अस्ति पनि हामी हेर्नु मञ्चमा होइन एउटा राष्ट्रिय झन्डा लिएर राष्ट्रिय गान बजाइरहेको बेलामा त्यो बेलाको भिक्टिम म पनि हो मञ्चमै थिएँ म होइन 80 वर्षका बुढादेखि वृद्धदेखि बालबच्चासम्म भएको ठाउँमा त्यसरी कार्यक्रमै सुरु नभएर भर्खर आसन ग्रहण हुँदै थियो त्यतिखेर चाहिँ अश्रु ग्यास हान्ने काम भयो त्यहाँपछि गोलीहरू बर्से हामी कतिजना बिरामी भयौँ घाइते भयौँ भागाभाग भयो अनि सारा तोडफोड भयो घुस त्यही दिन यहाँ भिरकुटी मण्डलमा फेरि राज्यले अर्को जनसमूह त्यहाँ राख्यो र ती ल्याउने क्रममा चाहिँ ठाउँ ठाउँमा त्यो बसहरूबाट चाहिँ ती मान्छेहरूलाई घुसपट गराइयो र लुटपाट गराइयो आगजनी गराइयो ती सबै प्रमाणहरू त छ नि उनीहरूसँग उनीहरूका कार्यकर्ता फोटो खिचिरहेको एमालेसँग माओवादीसँग काङ्ग्रेसका कार्यकर्ता फोटो खिचिरहेको त हामीले सँगै भेटिसकेका छौँ नि त भनेपछि त्यसरी राज्य आतङ्क गरेर त्यसरी दमन गरेर जनताप्रति त्यस्तो गर्ने भनेको इतिहासमै नेपाल पहिलो भयो कुनै देशमा पनि एउटा राष्ट्रिय गान बजेको ठाउँमा राष्ट्रिय झन्डा भएको ठाउँमा एउटा शान्तिपूर्वक आमसभा भइरहेको ठाउँमा चाहिँ त्यस्तो दमन गर्नु भनेको चाहिँ एउटा इतिहासमा कालो अक्षरले लेखिसकेको छ यिनीहरू कुनै देशबाट पनि अब अछुतो छैन सबै देशले नै यिनीहरूलाई यस्तो भ्रष्टाचारी भन्नेमा गनिसकेको छ होइन यिनीहरू अब भाग्न मात्रै बाँकी छ विदेशमा चाहिँ त्यत्र पैसाहरू यिनीहरूले विदेशी ब्याङ्कहरूमा राखेको कुरो आएको छ त्यसको जवाफदेही छैन जवाफ दिन सकेको छैन नेपाली जनता चाहिँ एउटा खान नपाएर सिटामल खान नपाएर मर्न पर्ने अवस्था छ अस्पतालको बिल तिर्न नसकेर फाल हानेर मरिरहेछन् बैङ्कको ऋणले सारा घर जग्गा लिलाम भएर सडकमा रोएर हिँडेका छन् यी कति वर्षदेखि यहाँ माइती घरमा हेर्नुहोस् है सहकारी पीडितदेखि लिएर मिटर ब्याजीदेखि लिएर आम जनता पीडितहरू राज्यद्वारा पीडित अरूबाट दलबाट पीडितहरू त्यहाँ बसिरहेको अवस्था छ भनेपछि नेपालमा त कसरी यहाँ सुख भन्नु त के राजतन्त्र आयो भने नेपालमा यी सबै सेवा सुविधाहरू पाइन्छ होइन राज संस्था भनेको एउटा अभिभावकीय संस्था हो होइन हाम्रो घरमा नि हजुरबा हुनुहुन्छ हजुरबा चाहिँ बुवाहरू हामीहरू हुन्छ भनेदेखि त्यहाँ एउटा व्यवस्थित घर चल्छ होइन त्यो उसमा हुन्छ भने राज संस्था भनेको एउटा हाम्रो अभिभावक हो एउटा छाता संस्थान हो त्यहाँ भनेको सबै राजा सबैको साझा हो सबै धर्म संस्कृति सबै जातहरू होइन जातिहरू सबै अट्ने साझा चौतारी हो नि त होइन एउटा गणतन्त्रमा राष्ट्रपति हुन्छ राष्ट्रपति त कुनै दलको राष्ट्रपति हुन्छ आफ्नो दलको अनुकूलमा सारा कस्ता निर्णयहरू गरे विगतमा देखिहाल्नु भयो होइन त्यो कारणले गर्दाखेरि पनि राज संस्था भयो भनेदेखि चाहिँ भोलि जनतालाई हिजोका भएका राज संस्थाले राजाले खोलेका आज 100 कल कारखाना उद्योग धन्दा थिए नि त त्यो सबै बेचेर खाने त गणतन्त्र आएपछि यिनीहरूले बेचेको हो नि त त्यो उद्योग धन्दा खोइ त खोलेको ल भन्नु न 1000 जना पनि हाम्रो नेपालमा यो 17-18 वर्षमा कसैले रोजगारी पाए त 1000 जना पाउने कुनै कारखाना खुलेको देख्यौँ त हामीले भ्यू टावर बनाउने उहाँ तुइनमा बिचारा विद्यार्थी चाहिँ बिचारा तुइन चढेर हिँड्नुपर्छ खोलामा तर्नुपर्छ बोकेर हिँड्नु परेको रहेछ के चाहिँ भयो त भन्नु त विकास निर्माण के भयो त हाम्रै कर हामी 100 तिर्थ्यौँ भने आज 1000 तिर्छौँ हामी करहरू तिर्छौँ हेर्नुहोस् होइन जनता एउटा नाङ्ले पसलले पनि कर नतिर्न त्यो नाङ्लो पसल राख्न सक्ने अवस्था छैन उनीहरू चाहिँ विभिन्न सुख सुविधा भूपुलाई सुविधा रे भूपू राष्ट्रपति भूपू प्रधानमन्त्री भूपू मन्त्रीलाई अझै सुविधाहरू पनि थप्दैछन् हेर्नुहोस् है सुविधा थप्ने तलब भत्ता होइन एउटा सांसदले 1.5 लाख खान्छ हेर्नुहोस् है 7 प्रदेशमा देशलाई विभाजित गरेछ आज 2200-2300 राज्यलाई चाहिँ पृथ्वीनारायण शाहले एउटै बनेर आज विश्वमा एकमात्र के अरे विशाल नेपाल भनेर निर्माण गरिबसेको देशलाई आज 7 प्रदेशमा टुक्राएर 7 प्रदेशमा 7वटा राजाहरू र त्यहाँ 100 जना सांसदहरू त्यहाँका भौतिक सारा सुख सुविधा दिएर त्यहाँ राखिरहेको अवस्था छ हेर्नु अहिले 800 जना टाउकेहरू पालिराखेको छ 800 जना टाउको पाल्नु भन्दा जनताले अब एउटै पाल्दा हुन्छ त्यही नि उनकै बाबुबाजेको सम्पत्ति छ हाम्रो तलब हामीले दिन पनि पर्दैन तपाईँ हामीले कर तिर्नु नि पर्दैन उनी आफै राजा पालिन्छन् यहाँ त 800,000 जना अहिलेसम्म 18 वर्षमा कतिजना सांसद भयो कति मन्त्री भयो भन्नु त तिनीहरूले कति खाए होलान् हेर्नु होइन लाखौँ नेपालीलाई भुटानी शरणार्थी भनेर बेच्ने पनि यिनीहरू नै हुन् होइन ललिता निवास काण्डदेखि गर्नेदेखि लिएर सारा उद्योग धन्दा के अरे चप्पल कारखानादेखि लिएर कयौँ कति न कति त्यो भयो एमनी काण्डदेखि लिएर कति है
अब यी खाएको त कति त्यो भनेरै साध्य छैन। त्यस्तो खाँदा नि अब तपाईँ हामी मौन बस्न हुँदैन। हेर्नुहोस् अब भोलिको भविष्यमा चाहिँ हाम्रा सन्ततिलाई चाहिँ यो नेपाल चाहिँ सग्लो होइन सक्षम र एउटा भूपरि देश भए पनि अरू देशबाट हस्तक्षेप नभए अखण्ड होइन अखण्ड राज्य नेपाल भनेर आज विश्वमा चिनेको हो नि होइन। त्यो अखण्ड नेपाललाई चाहिँ हामीले कायम गर्नुपर्छ किनकि त्यो नै हाम्रो दायित्व। हामी जन्मेपछि यो नेपालको भूमिमा जन्मेपछि नेपाल आफू जन्मेको भूमिलाई मान्छेले कस्तो गर्छ अरू देशमा हेर्नुहोस् त। आज अन्य अत्याचार गरेर बङ्गलादेशमा हेर्नु सानो कुराले 3टा मान्छेले कसरी डाँडो कटाए देश कटाए होइन। श्रीलङ्कामा हेर्नुहोस् अरू देशमा हेर्नुहोस् कतिन्जेल यिनीहरूको राज चल्छ होला र। अब त जनता त आइसकेको छ नि त। अब नेपालमा पनि बङ्गलादेश श्रीलङ्काको जस्तो होइन हुन सक्छ नि त। यिनीहरूले अन्य अत्याचार गरेपछि त्यो अवस्था हुँदैन त भन्नु त होइन। जनतालाई त अति भएपछि त गर्छ नि त। अति भएपछि निक्लिरहेछ नि त जनता देख्नु भएन। अब राजा जाँदा सुन्नु न एक्जाम्पल राजा जाँदा हजारौँ लाखौँ मान्छे आउने अस्ति देखिहाल्नुभयो होइन। यहाँदेखि बानेश्वरदेखि सुरै घुमेर निर्मल निवाससम्म कति लाख मान्छे थियो। अब है 3 अझ 10 लाख रे भन्ने अस्तिको 3 कुनीमा 4,000 भन्ने यस्तो मिनिमाइज गरेर हुँदैन। जनताको आँखा झुट्टा छैन तपाईँहरूको मिडिया होइन। हामी छैन हात हातमा मिडिया छ। त्यस्तो झुट्टा कुरा त्यस्ता नक्कली कुरा गरेर त्यसरी हुँदैन नि। कति मान्छे जान्छ उनीहरूलाई जान कति गाह्रो छ। अस्ति सिरामा हेर्नु त प्रधानमन्त्री गएको मान्छे नै छैन। प्रधानमन्त्री बोल्ने बेला त जनता उठेर हिँड्यो भनेपछि कतिसम्म मान्छे बास भएको रहेछ त होइन। कतिसम्म रहेछ त भन्नुहोस्। कहीँ कालो झन्डा देखाएको छ कहीँ कालो मोसो दलेको छ। अब हिजो मात्र योगेश भट्टराई होइन चाहिँ उहाँ बाथरुममा थुनिन पर्ने अवस्था आयो। अब गगन थापाको त्यस्तै होइन। भनेपछि यिनीहरू अब देश छोडेर भाग्नु मात्रै बाँकी छ। हेर्दै जानुहोस् यिनी भाग्ने अवस्था आउँछ। देशमा विभिन्न देशमा उहाँ कति अरबौँ डलर राखेको छ भन्ने आएको छ। त्यसको जवाफ दिन सकेका छैन। प्रधानमन्त्री मन्त्रीले दिन सकेका छैन। हेर्नुहोस् दिन सक्नु पऱ्यो नि होइन भनेर फेयर गर्न सक्नु पऱ्यो नि। खै त छैन नि भनेपछि यिनीहरू झुट्छ। अब आजको आन्दोलन अब के हुन्छ भन्ने कुरो अब राज्यले सरकारले अब कति दमन गर्छ भन्नेमा छ नि। हाम्रो त अब शान्तिपूर्णै भनेर बसेका छौँ हामी। यहाँ कसैलाई मार्न काट्न उनीहरू जस्तो मार्न काट्न अस्तिको जस्तो तोडफोड त घुसपैठ भएपछि अश्रु ग्यास हानेपछि गोली हानेपछि मान्छे यहाँ जे देखे पनि हान्दैन भन्नु त तपाईँलाई अहिले हान्यो भने तपाईँ यसैले हानेर हिँड्नु हुन्न हो। त्यस्तै हो नि आफू नि त बच्नु पऱ्यो नि। त्यो घुसपैठ गरेको हो नि त त्यो बेलामा। नत्र यस्तो आन्दोलन त हामीले 18 वर्ष भयो गरेको। एमसिसीमा हामीले कति गऱ्यौँ त्यहाँ माइती घरदेखि बानेश्वरसम्म गुठी विधायकहरूदेखि लिएर अनेक भ्रष्टाचारको महँगीका कयौँ यत्रो वर्षसम्म कति गऱ्यौँ होइन। खोइ कहिले हामीले लुटपाट गरेको छ कहिले आगजनी गरेको छ होइन। कहीँ के गरेको छ कहीँ केही गरेको छैन नि त। अनि अस्ति त सरकारले नै पहिल्यै प्लान बनाएर अघिल्लो दिनै उहाँ अर्काको घरमा जनताको घरमा होइन गोली बारुद अश्रु ग्यास राखेर छतमा राखेर हानेको त भिडियो आइरहेछ नि त होइन। त्यस्तो गर्न त हुँदैन नि होइन। भनेपछि त्यो दमन गरेपछि जे नि हुन्छ नि मान्छे बच्नुलाई जे नि गर्नु पऱ्यो नि त होइन। आफूलाई मार्न आइरहेको छ भने जाइ लाग्नुपर्छ। पृथ्वीनारायणले झिकी कटर नगर्नु के अरे झिकी कटर गर्न आइलाग्नेले जाइ लाग्नु भनेर पृथ्वीनारायणले त्यतिखेर 250 वर्षमै भनेको कुरा आज हामी त अब पृथ्वी पथमा हिँड्ने भएको छौँ। भनेपछि अब राजा आऊ देश बचाऊ। राजा आऊ देश बचाऊ। गणतन्त्र धोका हो गणतन्त्र धोका हो हिन्दू राष्ट्र कायम गर राजा हाम्रो आजको आन्दोलन भनेको यो हाम्रो यो नेताहरूलाई रिहाई गर्ने हो होइन सर। एकदम रिहाई गर्ने हो हाम्रो नेताहरूलाई। अनि पछि तपाईँको यो निषेध आज्ञा तोड्ने हो। हेर्नुहोस् आज निषेधित क्षेत्र तपाईँहरू तोड्ने नै हो। तोड्ने नै हो। असुल ग्यास प्रहार गरे पनि तपाईँहरू निषेधित क्षेत्र तोड्ने नै हो। हामी त्यसको लागि आफू सुरक्षित हुने उपाय के अपनाउनु भएको छ? हामीहरू सुरक्षित हुने अप्नाए के पनि अप्नाएको छैन। हेर्नु होइन निश्चित आज्ञा तोड्ने हामी यो तपाईँको यो संसद भवन तोड्ने हो। यो तपाईँको यो यता यो के भन्छ यो तपाईँको यो माइती घर मण्डलको यो के कस्तो सिंहदरबार पनि तोड्ने नै हो हामी घर। सरकारले पेल्यो भने तपाईँहरू पनि पेलेर जाने हो। तपाईँको युवा जति आदि युवा जति हाम्रो विदेशमै छ। हेर्नु तपाईँको आदि जति युवा जति विदेशमै गइसक्यो पलायन भइसक्यो हाम्रो। अब युवाहरू जतिलाई त ल्याउनु पऱ्यो नि त। यहाँ नेपालमा के पनि रोजगारी छैन भनौँ न। रोजगारी दिने जति सब रोजगारी दिने जति कोही कन्सल्टेन्टहरू पनि भागिरहेछन् खाएर पैसा खाएर जब सेन्टर पनि भागिरहेछन्। यहाँ के बस्दै +2 पास गरे हिँडिहाल्यो के बेसमा। अब तपाईँको यहाँ राजतन्त्र आउनुपर्छ यहाँ
हजुरको राजपण्डे आउनुपर्छ है हजुरको यहाँ। हस् धन्यवाद। हस् प्रहरी प्रशासनले चाहिँ घोषणा गरिसक्यो यहाँभन्दा अगाडि नगर्ने देख्न सक्नुहुन्छ निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेको तपाईँहरूले देख्न सक्नुहुन्छ। तर आन्दोलनमा चाहिँ भनेको तोड्ने प्रयासमा हुनुहुन्छ, हेर्दै गर्नुहोला। देख्न सक्नुहुन्छ निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका छन्। निषेधित क्षेत्र तोड्ने प्रयासमा बिन्ती बिसाको तर उहाँहरू नै हाम्रो लागि हस्तक्षेप भन्दै तपाईँहरूको अनुशासनपूर्ण तरिकाले गरिएको कार्यक्रममा प्रहरीले सहजीकरण गरिरहेको छ। तपाईँले गरेको कार्यक्रममा प्रहरीको सहजीकरण छ। अन्यथा यो निषेधित क्षेत्रलाई तोड्ने, निषेधित क्षेत्रलाई धक्कामुक्की गर्ने र गैर कानुनी खालका यस्ता खालका क्रियाकलाप भयो भने प्रहरीले आवश्यक बल प्रयोग गर्छ। Kita
सबै झोले पुलिस जाति सबै झोले यसमा तपाईँ के भन्नुहुन्छ यो त प्रहरी दमन हो नि के तपाईहरु प्रहरी दमन हैन केपी शेरेले बनाएको बाटो हो यो गणतन्त्रमा यहाँ निषेध वहाँ बोल्न निषेध यो गर्न निषेध यी गणतन्त्रका मतियारहरू हुन् के तपाईहरु आज निषेधित क्षेत्र तोड्नुहुन्छ तोडिन्छ क्षेत्र आज जसरी तोड्छौँ जसरी हुन्छ तोड्छौँ ल हामी पछाडि हट्नेवाला छैनौँ ल पुलिस प्रशासनसँग हामी डराउँदैनौँ हामीले सिधै भन्छ प्रहरी निकायको साथीहरूलाई हामी के भनिदिन्छौँ भनेपछि तपाईहरुले शपथ ग्रहण गर्दा नेपालको झण्डा छोको कि पार्टीको झण्डा छोको नेपालको झण्डा लिएर कसैले अनि अहिले पार्टीको झण्डा लिएर नबोल्ने हो भने त कहाँबाट आउँछ पुलिस प्रशासन जिन्दाबाद निषेधित क्षेत्र तोड्नलाई आन्दोलनकारीहरूको हर प्रयास तपाईहरु देख्न सक्नुहुन्छ दर्शकवृन्द हेर्नुहोस् पुलिस प्रशासनसँग कसरी बोलिरहेका छन् आन्दोलनकारीहरू तपाईँ देख्न सक्नुहुन्छ काम छैन व्यवस्थालाई गाली गर्ने हो प्रहरीलाई गाली गरेर कामै छैन प्रहरीले आफ्नो ड्युटी गरिरहेछ है प्रहरीलाई हामीले गाली गर्न ठिक छैन उहाँले कोहीबाट कोही कुरा आइरहेको छ हेर्नुहोस् उत्तेजित भएर उभएर हामीले चाहिँ निषेधित क्षेत्र नतोड्न राजावादीहरूको आग्रह त्यति बेला यहाँ तैनात
लागू गर लागू गर लागू गर लागू गर लागू गर प्राणभन्दा प्यारो छ प्राणभन्दा प्यारो छ होशियार 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 पाइदैन पाइदैन तर झन्डा बोकेर म राष्ट्र र देशका लागि कहिले पनि मैले बोक्नु आवश्यक छैन नेपालको झन्डा एकजना नेपाली हामी पनि यसमा हाम्रो पनि दायित्व नेपालको झन्डा हजुरले बोक्सकेपछि नेपालको झन्डा एउटाले बोक्नुपर्छ दुनियाँले बोके पनि केही फरक पर्नेवाला एकजना नेपाली नागरिकले नेपालको झन्डा बोक्सकेपछि कसले कारबाही गर्छ अस्तिको दलालीको अन्त्य गरेर छोड्छ नेपालीका झन्डा राष्ट्रिय झन्डा बोक्ने हो माओका झन्डा बोक्ने हो जेलिनका झन्डा बोक्ने हो विदेशी दलालका झन्डा बोक्ने हो यो त मेरो राष्ट्रियताको पहिचान हो त्यसकारण म यो बोक्छु भन्छु तपाईँहरूले राष्ट्रियताको पक्षमा नलाएर दलालीको पक्षमा लाग्ने हो तपाईँ दलालीको धर्मलाई स्वीकार गर्नुहुन्छ राष्ट्र पक्षमा आउनु भन्छु दलाली बनेर दलालको पक्षमा राष्ट्र राष्ट्रियता पक्षमा आउनु भएको छ यो कुरा किता पनि क्लियर भएर हामीसित आउनु पर्यो अब यहाँ आउँदाखेरि यहाँ पत्रकारहरूलाई अब हामी झोले पत्रकारहरूलाई बाइगर अब क्षेत्र बन्द झोले पत्रकार बहिष्कार अब झोले पत्रकार राष्ट्रबाट बहिष्कार पृथ्वीवाद लगाउनु परेको छ पृथ्वीवादको पक्षमा तपाईँहरूले खोज खोज्नुहोस् राष्ट्र राष्ट्रियताको पक्षमा खोज गर्नुहोस् लेनिन र माओको पक्षमा छोडिदिनुहोस् दलाल राष्ट्रियवाद के अरे अमेरिकन साम्राज्यवाद भारतीय विस्तारवाद भन्ने अनि उनीहरूको कलो खाएर नेपाली जनतालाई मार्ने बाधा अब चाहिएन यो देशबाट अवश्य हामी भगाएर छोड्छौँ यो हेर्नुहोस् धेरै दिन छैन अब तपाईँहरू पनि सुध्रिनु होला नजानेर लागिन्छ नजानेर गल्ती गर्छ माओ पनि तर राष्ट्रियताको पक्षको लागि हामी बोल्नुपर्छ धर्मले हाम्रो रक्षा गर्छ धर्मलाई विनाश गर्यो भने हाम्रो विनाश हुन्छ यो हामी त्यसै ध्यान फाल्न आएको होइन यो देश नेताले धेरै बिगारे आम मैले यत्र धेरै मिडियाहरू हुनुहुन्छ कतिले मेरो टिभीमा देखाउनुहुन्छ म प्रतीक्षा गर्छु तर हाम्रो धर्म संस्कृति हाम्रो बचाउनु पर्यो हामीले त्यो तपाईँको पत्रकार पत्रकारलाई पनि हामी बहिष्कार गर्छौँ एक दिन मूल्याङ्कन गर्न दिन आउनेछ त्यसकारण गल्ती हामीले सुधार्न पाउँछौँ सुध्रेर आउनुहोस् संस्कृति यो देशमा हामी नेपालीहरू हाँसेर बस्नु आज आएर हाम्रो देश मरुभूमिमा युवा मात्रै हुनुहुन्छ युवा छैन उद्योग धन्दा भित्र पठाए अब यहाँ बुढाले हामीले यो सुधारिदिए मेरा छोराले धर्म
उहाँको नेताहरूसँग राजाको भेटाएको भएन नि यो कन्सेन्ट्रेट वायरमा सबैलाई नै फेरि पुऱ्याउनु पर्छ। यो कन्सेन्ट्रेट वायरले पार्न किन पोको लागेका साथीहरू यार नराम्रो सर्ट आउँछ न एउटा गतिले खिच्छन् केही खिचौँ न एउटा भने केही छैन अति धेरै दुःख लाग्दो छ। हाम्रो चेलीको सिन्दुरमा एउटा गीत बनाउँछ है चेलीको आँसुको सागर बगाउँदै चेलीले सिन्दुर पुछेको नराम्रो लाग्छ मलाई बिरुवा रुँदै हिँडेको। यो बारेमा हामी धेरै गहिरेर चाहिँ हामी रोइरहेका छौँ। तर हाम्रा युवाहरूलाई गोली हानेर मारेको छ। हाम्रो चेलीको सिन्दुर पुछेको छ। आज 29 वर्षको युवालाई मार्दाखेरि आज चेलीको सिन्दुर पुछेर न छोरा जन्मेको छ न छोरी जन्मेको छ। त्यो पत्रकारको चाहिँ भाइको चाहिँ एउटाको पनि आज त्यस्तो चेलीलाई चाहिँ सिन्दुर पुछाएर त्यो सरकारले मारेको छ। हाम्रो मारेको मान्छे तिनगुने मारे मान्छेले सरकार तल हामी केही गर्दैनौँ त सत्ता बसिर तर
कुनै हातमा त्यो हाम्रो मान्छे ल्याउन सकिन्छ भने हामी तपाईँ छोड्दैनौँ सत्ता कब्जा गर्छौँ गर्छौँ 2 गर्छौँ 3 गर्छौँ किनभने आज हामीलाई हाम्रो मान्छे मारेर ऊ आफै घटनामा आएर चाहिँ ढुङ्गामुढा गर्ने भोलि हान्ने अनि हामीलाई लहर थुन्ने मलाई पनि लहर थुनेको 24 घण्टासम्म थुनेर भोलिपल्ट छोडेको हो अनि अहिले अस्ति भर्खर सन्तोषलाई आज सन्तोषी लहर थुनिरहेको किन थुन्छ राजा भन्न पाउँदैन हाम्रो देशको राजा हो राजा थियो नि भन्दै नपाउने राजा भन्दै अहिले थुन्न लानु पाउँछ अब केपी ओली राजा थियो कि राजा ल्याउने अब तपाईँहरू अहिले राजा मात्रै भन्दा थुन्न लाग्यो क्या राजा त ल्याउने हो नि त राजा ल्याउनु भएर त्यत्रो आन्दोलन गरिरहेको छ देश बनाउने हो यो राष्ट्र गइसक्यो यो राष्ट्रमा चाहिँ जुन हाम्रो राजा यही नेपालमा जन्मेको हो नि त पृथ्वीनारायण गोर्खा जन्मेको हो नि त अनि राजा भन्दामा नि सन्तोषी लाल अस्ति किन लड्छुन्यो आज 3 दिन भयो 3 कुनेबाट समातेको त्यहाँबाट समातेको गएको छ किन 15 गतेको घटना हामीलाई पनि राजा नभन्दै हामी त बाटो हिँड्दा पनि एउटा राष्ट्रिय झन्डा बोक्दा पनि थुनेको छ थुन पाउँछ राजा भन्दा के राजा भन्न पाउँदैन हामीले राजालाई राजा नभने कसलाई भन्छ यो सरकार चोर सरकारलाई हाम्रो मान्छे मारेको त कि तँलाई त्यसै गरी मार्छन् जनताले केपी ओली कुनै हातमा छोड्दैनन् अस्ति हाम्रो युवाहरूलाई मारिस होइन भने सत्ता छोड हामी चलाउँछौँ तँलाई अगाडिपट्टि देखाइदिन्छौँ 4 महिनामा हामीले देश कस्तो बनाउनु रहेछ तर 4 महिना दिए भनेर मैले बोलिरहेको छु 4 महिना दिए हामीले देश बनाउनु भएर आएको हामीसँग भिजन छ हामीले देश र जनताको लागि हामीले सबै कुराको हामीले कम्प्युटर क्यालकुलेटर गरेर हामी तयार भएर आएको छोड्नेवाला चाहिँ यस्तै छोड्नेवाला छैन 27 वर्ग पहिला राजाको पालामा समाचार सुन्न पाइन्थ्यो अहिले के भन्छ बिहान समाचार सुन्ने बेलामा प्रतिज्ञा दिएको 90,000 पुग्यो भन्छ 90,000 कलेकै शनिबार त्यहाँ हो मेरो आमाबाट त्यहाँ हो पर्ने चोरले त्यहाँ हो बाबा चोरले पानी बोकेर वर्षको 10,000 हो पानी बोकेर वाटर सप्लाई गरेर वर्षको ल है भनिदिएको छु नेपाली दाजुभाइलाई जवानी बेचेर कहिले पनि देश उभो लाग्दैन जवानी जति कोरिया अस्ट्रेलिया पठाउने अनि नेपाल भन्छ नेपाल कसरी भन्छ नेपाल कसरी भन्छ भन्नुहोस् मलाई भन्नुहोस् न जवानी जति राम्रा ब्याजलाई पर्छ मेरो छन् 3टा छोरी अब एउटा छोरा छ 2टा छोरी छ पासपोर्ट बनाएर डेडी बनाएर बस्छ मैले खबरदार भारतभन्दा उता गएर एउटा चक्लेट पनि किनेर लिएर छु त खाँदैछु उतै म नेपालमा कमाएर खाने साला पासपोर्ट बनाएर अस्ट्रेलिया बस्न नसक्ने मान्छेलाई पासपोर्ट बनाएर पठाइदिने खाली बन्न नसक्ने मान्छे पासपोर्ट बनाएर पठाइदिने पासपोर्ट फेरि बनाउन बस्न जान्ने मान्छे पठाउन नेपालमा एउटा चक्लेट खाएर फाल्न नसक्ने मान्छेलाई दुबई कतार बनाएर हुन्छ तालाई 1 साल बाद बोक्न सक्दैन एउटा कोटपट लाएर हिँड्न सक्दैन त्यस्ता प्रधानमन्त्री कतिचोटि बनाउने खानीले राजनीति गरिन्थ्यो भने वर्चण्डीको छोरी छोरा बुहारी नै गर्नु त्यही हाम्रो ज्ञानी राजा नै ठिक थियो यदि राजा ज्ञानीले वीरेन्द्रको सन्तान मासेको थियो भने 19 दिनमा त जनताको नासो जनतालाई भनेर बुझाउँदैन थियो साप खत्री भइदिएको भए चाहिँ बुझ्नुभयो अर्को एउटा आतङ्ककारीलाई मार्न सक्थ्यो तपाईले यसरी बुझ्नुलाई मार्न सक्थ्यो अर्को एउटा हतियारलाई मार्न सक्थ्यो गलत मिडिया ट्रायल भएको त 46 सालदेखि मिडिया ट्रायल भएको हो कहिले पनि 12 भाइ त्यस्तै हो यो अति भइसक्यो अत्याचार भइसक्यो जस्ता हातादारी क्यामेरा नभए सत्य तथ्य समाचार भन्दा सामने कहिले पुग्ने थिएन भन्ने चाहिँ सामूहिक सञ्जाललाई युट्युब साथीहरूले किनकि तपाईँहरूले नै सत्य तथ्य हरेकको हातमा समाचार पुर्याइदिनु भएको छ न त खै राष्ट्रिय मिडियाहरू मैले त्यो उसमा हेरेँ अब यो स्विजरल्यान्डको ब्याङ्कको चाहिँ उसले चाहिँ स्टेटमेन्ट दिएको थियो होइन त्यो स्टेटमेन्टमा हेर्नुहोस् न अनि अस्ति न त यिनीहरूले राजालाई दोष लगाउँथ्यो त्यो राजाको पैसा छ भने ल्याए हुन त विकास गरौँ न त्यो पैसा ल्याए हुन्न अब यिनीहरूको कति पैसा रहेछ भने तपाईँको 72 अरब चाहिँ त्यो कर ट्याक्स लिनेको मान्छेलाई भगाएर तपाईँको 50 लाखको त्यो 50 करोडको चाहिँ 50 अरबको चाहिँ त्यो एमसिसीमा लोड गरेर यहाँ विकृति ल्यायो देशमा तपाईँको सबै चाहिँ विदेशीहरूको हस्तक्षेप नेपालमा बढ्यो नेपाललाई प्लेटफर्म बनाइयो एकतिर चाइना र एकतिर चाहिँ इन्डियाको बिचमा भएको सानो नेपाललाई एकतिर अमेरिकाले प्रयोग गर्ने एकतिर चाइनाले पेल्ने त्यो वातावरण कसले गरेको हामीले गरे हो त्यो राष्ट्र छुट्नदेखि तिनीहरूलाई ट्याक्स दिएर त्यो पैसा यी लिएर विकास गराएर त यति पैसाले हाम्रो विकास त विकास
कति राम्रो बोल्नु भएको छ तर उनीहरूले कस्तो क्वेसन गरे खारेज गरिनुपर्छ नदिनुहोस् इन्टरभ्यू केही पर्दैन तर पत्रकारिता जर्नालिजम पढेर उनीहरूले जनताको मर्म बुझेर 19 वर्ष भयो रिपब्लिकन भयो नेपाल है संयुक्त राष्ट्रमा रिपब्लिकनको एउटा पेपर चाहिँ उनीहरूले लिन सकेका छैन खाली झुक्याउने ढाँट्ने नेपाली दलालहरूलाई खर्च गर्नुहोस् दलाल नेताहरूलाई एउटा ठोका पनि ठोकेर इतिहास बन्नुहुन्छ एउटा पनि ठोकेर जाने नेतालाई इतिहास बन्छ तपाईँको सन्ततिले मेरो नेता बन्छ तपाईँको अर्को हात कसैको हात परिन्छ एउटा राष्ट्रघाती दलाललाई ठोकिन्छ राष्ट्रघाती दलाललाई ठोक्नुहोस् इतिहास बनेर मर्नुहुन्छ इतिहास बन्नुहोस् मर्नु त एकदिन छँदैछ आज हो कि भोलि हो ठेगान छैन तर इतिहास बनेर मर्नुहोस् हान्नु तपाईँहरूको हात बन्नु आउँछ राष्ट्रघाटीलाई हान्नुहोस् त कसले तपाईँ इतिहास दाजुभाइहरूलाई हामी निषेधित क्षेत्रको बिचमा आएका छौँ एकैछिन सुन्नुहोस् हामी पुलिस दाजुभाइ दिदीहरूलाई हामी आग्रह गर्न चाहन्छौँ अनुरोध गर्न चाहन्छौँ यो पत्रकार साथीहरूसँग एकैछिन म पुलिस दाजुभाइहरूसँग हामी निषेधित क्षेत्र तोड्दैछौँ होसियार तर उहाँहरूलाई म एउटा सहमति गर्न चाहन्छु तपाईँहरूले पनि हामीलाई नछुनुहोस् हामीले पनि तपाईँ पुलिस दाजुभाइहरू पनि तपाईँ जनताकै छोरो हामी जनताकै रक्षाका लागि आएका हौँ देश र धर्म र संस्कृति राष्ट्र रक्षाका लागि आएका हौँ दलालहरूलाई कारवाही गर्न हाम्रा युवा भाइहरूलाई जान दिनुहोस् तपाईँहरूले नछुनुहोस् तपाईँहरूलाई पनि चोट लाग्दैन यहाँ दलालहरूको पनि कारवाही हुन्छ देशमा हिन्दू अधिराज्य कायम पनि हुन्छ र हाम्रो उद्देश्य पनि हुन्छ देश शान्ति हुन्छ हामी नलडौँ है पुलिस साथी हो तपाईँ हामीलाई नछुनुहोस् अब दलालको मतियार बनेर संरक्षक नबन्नुहोस् अब राष्ट्रको संरक्षक बनेर आउनुहोस् पुलिस दाजुभाइ बहिनीहरूलाई बङ्गलादेशमा जसरी पुलिसले छोडेको थियो त्यस्तै हामीलाई पनि छोड्न हामी नेपाली जनता आग्रह गर्दछौँ यो मेरो मात्रै आग्रह होइन 3 कोटी नेपालीको आग्रह हो व्यवस्था गर्नुभयो भने तपाईँको पनि ज्यान जाला होसियार लडेपछि होसियार शान्तिपूर्ण जान दिनुहोस् शान्ति हुन्छ दलालको अन्त्य हुन्छ देशमा हिन्दू हामी जान्छौँ मन्त्रालयमा जान्छौँ सिंहदरबारमा जान्छौँ राष्ट्रपति कार्यालयमा गएर जान्छौँ र यी दलाल नेतालाई भोको ठ्याक गरेर अन्त्य गर्छौँ र देशमा हिन्दू राष्ट्र कायम गर्छौँ मैले एउटा शान्तिको लागि मैले एउटा पुलिस दाजुभाइहरूलाई नेपाली गरिब जनतालाई नपाएर यो देश शान्तिको भूमि हो नमार भनेर मैले आग्रह गरे हो अब मान्न नमान्न पुलिसको हातमा छ नेपाली जनतालाई खबरदार पारे छोडिदियो जान यी भ्रष्टाचार दलाली नेतालाई कारवाही गर्न म पनि जान सक्छु होसियार अगाडि नबढे